हेलो गाइड्स एन्ड वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी मर्निङमै उता पाँचगाउँ सिन्धारा सिन्धुरी हो के भने गाउँ जाँदैछु। कस्तो गाउँको नामै नआयो होइन कि, अनि त्यही भएर चाहिँ अहिले चाहिँ म बाटोमा छ अनि दिदी र ठुलमती आउँदैछ। लगायत सल्लाङ चोक आयो लेफ्ट साइड यता हामी जाने चाहिँ सिधान होइन सिधाने गाउँ। लो गाइस बिहान मर्निङ टाइममा अब 8 बजेको गाडी आउँछ अरे, अनि 8 बजेको गाडी चाहिँ कुरेर बस्नु पर्यो। त्यही भएर मेरो फोटो खिचेको छैन। गाइस हामी चाहिँ गाडी पुग्ने भन्दाखेरि एकछिन यतैतिर टाइम पास गरिन्छ। कस्तो यही तल जाला जस्तो ग्रेचेक ग्रेचेक भयो यार। एकछिन अब यता टाइम पास गरिन्छ। चलिए भैयाहरू झन् अवसरमा झन् डेन्जर बढ्यो जस्तो लाग्यो है। गाह्रो छ निन्द्राले आँखा पनि रातो भन्छ। त्यो हावा चाहिँ सतत आएको छ बिहान बिहानको हावा। क्या मजा गाइस। हेलो गाइस हामी चाहिँ हिँड्यो। यता लेखबाट हो यो माइक र आगरे होला हेर मन गइदिहाल्नु।
लो गाइस हामी चाहिँ गाडीबाट झरियो बेसी आइयो घाँटी छिने ठुला खेत भन्ने ठाउँ। अब चाहिँ हामी चाहिँ पैदल यात्रामा करिब 2 घन्टा लाउने गरी हिँडिन्छ। आफ्नो अवस्था यस्तो छ। कति छिटो आइहाल्दो रहेछ है लेग साइडबाट यस्तै आधा घन्टा लाग्यो होला। ल यस्तो छ कस्तो घाँटी सुके जस्तो भएको। ल गाइस अब चाहिँ यो खाएर चाहिँ अब हिँड्नुपर्छ। चप्पल लाउनु पर्छ कि यार है? चप्पल लाउनु पर्छ कि लगानी अब सिधै उकालो। अब कति घन्टा? 2.5 घन्टा त लाग्छ होला। मैले यसो टाढा हेर्दा त त्यस्तै लाग्यो अरे। हे भगवान गाह्रो छ। ल गाइस अब चाहिँ हामी चाहिँ उकालो चढियौँ। साथमा पनि घुम्नु पाउँदैन। त्यो छोडेर गइसक्यो क्या हो। बहुत गाह्रो धेरै पछि हिँडेको। दुई घन्टा लाग्छ। 2-3टा डाँडा कटेर पुग्नुपर्छ अरे गाउँ। है लगाएछ है बाटोमा जाँदा चिल इन्जर्ड भइछ है। इन्जर्ड यसको बुढी होला नि क्या चिलको बच्चा रहेछ ओए। चिलको बच्चा रहेछ यो त। चिलको बच्चा पो रहेछ। बच्चा रहेछ। हेर गाइस बाटोमा हिँड्दा चिल्यो। हेर्न कस्तो चिलको बच्चा रहेछ के। हेर्न डराएको है यो। तेरिका हेर्न घाँटी उकालो चढ्दै
चौतारी यहाँ बस्ने के कता भनेको अब यति खाएर चाहिँ फेरि 2 घन्टाको बाटो खर्र चढिन्छ लास्टै गऱ्यौँ त ओहो ओहो अर्कै ढुङ्गा फेरि के भेटिने हो यस्तो गएर गइरहेछ मकवानपुर डाँडैमा हावा सरर बाटो सबै तल भिरतिर गोल्टियो लाउन के भन र हट इट्स भेरी डेन्जरस देखे मिठो गएर चाहिँ पहिरो त आमामा वाह टपदेखि योभन्दा खतरा गर्छु गाह्रो छ हो गाह्रो छ तर गर्न त राम्रै गरेछ यतातिर त उसहरू हाल्दैछ प्लास्टर गरेछ ल हो डर लाग्दो त्यो त अलगै हो यार यो रुख त आउँछ यार गाह्रो छ यो लिटिल बिटिल बटरफ्लाई हामी त पुरा क्याम्पिङै बस्ला जसरी गयो कि यार कति ब्लड दिन्छ यार चिल्यो भने मिठै चिल्योला यार के हो बच्चाहरू गाह्रो छ गाह्रो तर कसो घाम नआएर शीतलै भयो भनौँ न होइन पहिला चाहिँ कन्टलपुर घाममा आएको शीतलै भयो तल पहिरो गएको ठाउँबाट त घाम लगाइदिएर चिनी नै घाम लगाएर ल है थालौँ यो गाउँको अङ्गेरी अङ्गुरी ल अङ्गेरी अङ्गुरी अङ्गुरी अर्ग्यानिक फलफुल झाडी पाखा ये ल पानी खाने ठाउँ कता हो र ल खाइहालौँ पानी मकवानपुर आइयो खतरा खाइयो त धारा त उही टेक्नोलोजिया भन्ने त ल बिसम जाम थाका आछ पानी त चुइराखेको अरे मेरो त यो अब त आयो त अब ए मकवानपुर डाँडैमा उही कसरी हो जिन्दगी यो धारा टेक ओहो टेक्नोलोजिया ओइ कस्तो धारा हो भनेको यो हो राख पानी छैन खोर ल एकछिन बोक्न देन म बोक्छु पानीको प्रेसरले आफै तल धगाल देखायो हामी यहाँ आउँथ्यो के ठाडोबाट ल थालौँ ल पहनै यहाँ थाप्छु ल ल मुख धुनिया धुनु महिलाको मामुको खतरा रहेछ है धारा चाहिँ मैले माने फर्स्ट टाइम देखेको जिन्दगीमा
ल गाइस अब चाहिँ हामी चाहिँ मकवानपुरबाट चाहिँ अब करिब 20-25 मिनटको बाटोबाट हामी चाहिँ पुग्ने छौँ। के अरे गाउँको नाम बिर्सिन्छ खालि सिधाने सुरुमा मैले त मथेले त सिधाने भनेको त सिकाने भनिदिएको कि कता हिलो रहेछ त यार। सही हो मकैबारी असर गरिरहेछ। ल गाइज मकवानपुरको भ्यू खासै गाउँ त छैन, एकदम पिस छ है, एकदम पिस। टक्क हामी चाहिँ यता हो जाने, गाउँको नामै आउँदैन यार। म कुन गाउँ गर्ने भने खालि बिर्सिन्छ। छुट्टेको ढुङ्गा छुट्टी गयो गरे हो र? हतार रहेछ त, यताबाट चाहिँ सोही देख्दो रहेछ है। दामी देख्यो है गाउँ त मकवानपुर। ल यहाँ त भैँसी हो कि हो पर्खाइदियो, भैँसीले हेरे हामीलाई। छुट्टेको ढुङ्गा हरिब रहेछ। जाम आगीको धारा चाहिँ बब्बा लाए टेक्नोलोजी। कस्तो घाम लागेन यार। नमस्ते गर्ने अन्त नमस्ते गरे गाइस हामी चाहिँ सिधाने गाउँमा आइपुग्यो। करिब 2-3 घन्टा जुगा त मेरो नि आफूले पोखरा महानगरपालिका 13 हो कि कति हो त्यो? 4-5 वटा छ यार। खतरा रहेछ त, त्यहाँ त बबाल रहेछ है। मन्दिर रहेछ के हो? गाह्रो पानी पऱ्यो क्या यार, ठ्याक्कै घर आइपुग्दा यार। ठिकै हो, सिलिन्छ यार। पानी पऱ्यो अमरेन निकाल्नुहोस् गाइज। घर पनि पुग्ने ठ्याक्कै पानी पनि। हाउ लक्की कता हो? उही यहाँ हो। ल घर आइपुग्यो। घर आइपुग्यो। लोकल मै तरकारी मिठो रहेछ। फेभरेट है त लभली भयो होला।